कपडा यहाँ स्वाटे हो स्वाटे अब खुल्यो है फुलिसक्यो भनेको ए फुलिसक्यो ए ठिक छ ठिक छ ठिक छ फेरि एउटा मगाऊ फेरि एउटा ल फुलिसक्यो मान्छेहरू अहिले हो कि लास्टमा सबैजना खाइसकेपछि दुईजना अनि हामी यता खाएर त दुईजना भयो नि त कस्तो राम्रो मिसिया छ एउटा सम्झेर एउटा दिमाग छैन उद्देश्य के उद्देश्यले सम्झिरहेको अरे त्यही भएर जहिले पनि 25 दार्जिलिङमा प्रोग्राम हेर्न गएको अब अलिकति ठुलो भएको भए त बाटो चिन्दैन गर्दा बाटो नचिनेको भने त 2 महिना हारा 2 महिना अब पछि हिँडेको नि त्यस्तो काम गर्नु बच्चाहरूलाई त केही पुग्दैन हामी त पछि त्यतिखेर त शान्ति भइसक्यो त्यो प्रोग्रामहरू पछि नानी मैले मान्छेलाई भन्ने उसको भाइ बनाउनु भयो अनि दिदीको सासूलाई फोन गरेर धारी आएको भने बाटो नचिनेको घर जाने धारीको सदरमुकाममा भिडियो बनाइदियो पहिलोपटक मेरो त 21 मा बनाएको मेरो त 31 सम्म छ भाइ कहिले आउने पैसा आऊ भन्छ म फोनै उठाउँछु यस्तो राम्रो क्यामेरा मान्छे त बच्चा हो तिमी 15 वर्षमा पे गरेको रहेछ तर यस्तो घरमा बिहे भने चाहिँ हेरेर गर्नुपर्छ